निकै बेरपछि बुद्धले उनीहरूलाई भने, साथीहरू, यदि तपाईहरूको कुरा सकिएको छ भने अब म जाउँ? रिसलाई पक्रिराख्नु भनेको तातो पानी कोइला कसैलाई फ्याक्ने मनसायलाई समात्नु जस्तै हो। जल्ने तिमी नै हौ। नम्बर 1, जब तपाईँ एक्लै हुनुहुन्छ, आफ्नो विचारलाई कन्ट्रोलमा राख्नुहोस्। यदि हामीले कुनै पानी नभएको कुवामा बाल्टी डुबायौँ भने बाल्टीले पानी बाहिर ल्याउन सक्दैन। बाल्टीले त्यही पानीलाई बाहिर ल्याउँछ जुन पानी कुवाभित्र हुन्छ। बाल्टीले सिर्फ बाहिर ल्याउने काम गर्दछ। जब मैले तपाईँलाई गाली गरेँ भने तपाईँलाई मेरो गालीले क्रोध उत्पन्न गर्न सक्दैन। गालीमा क्रोध उत्पन्न गराउने शक्ति हुँदैन। जब तपाईँको भित्र क्रोधको पानी भरिएको हुन्छ तब मेरो गालीले त्यो क्रोधलाई बाहिर ल्याउने बाल्टीको माध्यम बन्दछ। ओसो, आजको हाम्रो मुख्य विषयवस्तु पनि क्रोध अर्थात् रिसको विषयमा रहेको छ। यस विषयमा गौतम बुद्धको जीवनमा घटेको कहानी लिएर आएका छौँ। त्यो कहानी सुनिसकेपछि क्रोध किन उत्पन्न हुन्छ, यसको माध्यम के हो, कस्तो मान्छेलाई बढी रिस उठ्छ, हामी किन रिसाइरहन्छौँ, रिस उठ्नुको कारण के हो, यस्ता विभिन्न प्रकारका रिस सम्बन्धी प्रश्नहरूको उत्तर यो कहानी सुनिसकेपछि प्रष्ट रूपमा बुझ्नुहुनेछ र तपाईँ पनि कसैसँग रिसाउन छोड्नुहुनेछ। भिडियोको अन्त्यतिर हामीले गौतम बुद्धले दिनुभएको क्रोध सम्बन्धी विश्व प्रसिद्ध भनाइहरू र जीवन जिउँदा अत्यन्त आवश्यक पर्ने 6वटा महत्त्वपूर्ण गाइडलाइन्सहरू राखेका छौँ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्न नछुटाउनुहोला। गौतम बुद्धको कहानीलाई सुरु गर्नुअघि कृपया तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नुहोस्। आउनुहोस् सुरु गरौँ गौतम बुद्धको कहानीबाट। बुद्ध एउटा गाउँको बाटो हिँड्थे। गाउँका मानिसहरूले बुद्धलाई घेरेर धेरै गाली गर्न थाले। निकै बेरपछि बुद्धले उनीहरूलाई भने, साथीहरू, यदि तपाईँहरूको कुरा सकिएको छ भने अब म जाउँ? मलाई अर्को गाउँमा छिट्टै पुग्नु छ। मान्छेहरू भन्न थाले, कस्तो कुरा हो यो? हामी गाली गरिरहेका छौँ, सोझो रूपमा बुझ्दैनौ? के तिमीले आफ्नो बुद्धि गुमाइसक्यौ? हामी गाली गरिरहेका छौँ, तिमीसँग कुरा गरिरहेको होइन। बुद्धले भने, तिमीहरूले गाली गरिरहेका छौ, मैले बुझेँ, तर मैले त गाली लिन बन्द गरिसकेँ। तिमीहरूले दिएर के हुन्छ जबसम्म मैले लिन्न र लिनै सक्दिनँ, किनकि जबदेखि म जागेको छु अबदेखि तिमीहरूलाई गाली गर्न असम्भव भएको छ। कोही जागेर पनि नराम्रो कुरा कसरी ग्रहण गर्न सक्छ र? तपाईँ बेहोसीमा हिँड्नुहुन्छ, त्यसैले कुनै काँडा खुट्टामा बित्छ। हेरेर हिँड्यो भने कसरी काँडाले खुट्टा गोज्छ? गल्तीले मानिस भित्तामा ठोकिन्छ, जब आँखा खुल्छ तब ढोकाबाट निस्कन्छ। अन्धकारमा मानिस हिँड्दा गल्तीले मानिस भित्तामा ठोकिन्छ, जब आँखा खुल्छ तब ढोकाबाट निस्कन्छ। बुद्धले भने, म आँखा खोलेर जागेर जबदेखि बाँच्न थालेको छु तबदेखि नै गाली लिन मनै लाग्दैन। अब म धेरै अप्ठ्यारोमा परिरहेको छु। 10 वर्ष अगाडि तिमीहरू आउनुपर्ने थियो, अलि ढिला भयो। 10 वर्ष अगाडि आएको भए तिमीहरूलाई रमाइलो हुने थियो, धेरै रमाइलो हुने थियो, तर मलाई धेरै दुःख लाग्यो। अहिले मलाई त रमाइलो भइरहेको छ, तर त्यस बेला तिमीहरूलाई 2 गुणा बढी मजा आउने थियो, किनभने म पनि तिमीहरू सँगसँगै 2 गुणा बढी गाली गर्ने थिएँ। तर अब धेरै कठिन भएको छ। होसले भरिएको मानिसले गाली गर्न सक्दैन। ती मानिसहरू छक्क परे। बुद्धले जाँदै फेरि भने, अर्को कुरा म तिमीहरूलाई भनिदिउँ? पहिले गाउँमा कोही मानिसहरू मिठाई लिएर आएका थिए। मैले भने, मेरो पेट भरिएको छ। त्यसबेला पनि म जागेको थिएँ, त्यसैले भन्न सके, किनकि सुतेको मानिस मिठाई देखेर अगाएको कुरा पनि बिर्सन्छ। बेहोस मानिस भोक देखेर खाँदैन, बेहोस मानिस खानेकुरा देखेर खान्छ। होसले भरिएको मानिस पेटको भोक देखेर खान्छ। मेरो पेट भरिएको थियो, त्यो पनि होसको कारणले। 10 वर्ष पहिला यदि उनीहरू पनि आएको भए उनीहरूको थाली उनीहरूले फर्काएर लानुपर्ने थिएन। म जरुर त्यो मिठाई खाने थिएँ, तर जबदेखि होस आएको छ जागेर हेरिरहेको छु, त्यसैले गल्ती गर्न धेरै गाह्रो भएको छ। बिचरा तिनीहरूले थाली फर्काएर लानु पर्यो। अब म तिमीहरूलाई सोध्छु, उनीहरूले त्यो मिठाई के गरे होला? त्यो गाली गर्ने मानिसको भिडमा एउटा मानिसले भन्यो, के गर्नु, घरमा लगेर त्यो मिठाई बाँडे होलान्। बुद्धले भने, यही कुरा त मलाई चिन्ता लागिरहेको छ। तिमीहरू के गर्नेछौ? तिमीहरू गालीको थाली लिएर आएका छौ, तर मैले त्यो लिइनँ। अब तिमीहरू त्यो गालीलाई के गर्छौ? म लिन्न र लिन सक्दिनँ, चाहेर पनि लिन सक्दिनँ। अप्ठ्यारोमा परेको छु, जागेको छु। कुनै मानिस जागेर रिस देखाउन सक्दैन। दमन निन्दामा हुन्छ, जागृत मानिसले दमन गर्न आवश्यक हुँदैन। र अन्त्यमा ती मानिसहरूलाई सम्झाउँदै बुद्धले एउटा सानो घटना सुनाउनु भयो। एउटा मानिस मलाई भेट्न केही समयदेखि आउँछ। उसले भन्यो, मलाई धेरै रिस उठ्छ। तपाईँ जाग जाग भन्नुहुन्छ, मबाट यो जाग्ने काम हुँदैन। जब रिस उठ्छ तब आइहाल्छ, म त्यसलाई कन्ट्रोल गर्न सकिरहेको छैन। तब मैले एउटा कागजमा ठुलो अक्षरमा लेखेर दिएर मैले भने, यसलाई गोजीमा राख। जब रिस उठ्छ तब एकपटक यसलाई खोलेर हेर्नु र गोजीमै राख्नु। जे तिम्रो विचारमा आउँछ त्यही गर्नु।
त्यो मानिस 15 दिन पछाडि आयो र भन्न थाल्यो, के आश्चर्यको कुरा, यो कागजमा कस्तो खालको मन्त्र रहेछ कुन्नी। जब रिस उठ्छ तब गोजीमा हात लैजान्छु, त्यति बेला नै रिस कता गायब हुन्छ। रिस उठेको छ भन्ने ख्याल जब मनमा आउन थाल्यो तब हात भित्रभित्रै बढ्न थाल्यो र क्रोध फर्केर जान थाल्यो। बस अलिकति बुद्धिको जरुरत छ जीवनप्रति। जीवन सानो सानो रहस्यमा निर्भर रहेको छ। ठुला भन्दा ठुला रहस्यभित्र सुतेको मानिस भड्किँदै जान्छ, चक्करमा पर्दै जान्छ। जागेको मानिस चक्करबाट बाहिर आउँछ। जाग्ने कोसिस नै धर्मको प्रक्रिया हो। जाग्ने बाटो नै योग हो र जाने विधिको नाम नै ध्यान हो। जाग्नु एक मात्र प्रार्थना हो। जाग्नु एक मात्र उपासना हो। जाग्ने बित्तिकै व्यर्थताहरू, फोहोर मैला, मनको कालोपन चित्तबाट झर्न थाल्नेछन्। यसरी ती गाली गरिरहेका मानिसलाई बुद्धले शान्तपूर्वक गालीको जवाफ गालीले नदिकन यति राम्रो तरिकाले सम्झाउनु भयो। कसैले गाली गर्छ भने त्यो गाली हुँदैन। यदि त्यसलाई हामीले लिँदैनौँ भने गाली त सिर्फ हामी भित्रको क्रोध हो। हामी भित्र जे छ त्यो नै बाहिर आउने गर्दछ। त्यो त कसैले चलाइदिएको मात्रै न हो। जुन चिजलाई चलाइन्छ त्यसमा गन्ध वा बास्ना जे छ त्यो बाहिर आउने गर्दछ। त्यसैले अरूलाई दोष लगाउनु भन्दा आफू सज्जन भएर गल्ती नगर्नु नै बुद्धिमानी हुन्छ। एउटा प्रसिद्ध भनाइ छ नि, राम्रो व्यक्तिको खोजी नगर, स्वयं राम्रो बन्ने कोसिस गर, तिमीलाई भेटेर कसैको खोज पुरा होस्। अब हामी लागौँ बुद्धले दिनुभएको क्रोध सम्बन्धी विश्व प्रसिद्ध भनाइतर्फ। तपाईँ आफ्नो क्रोधको पहिलो शिकार आफै बन्नुहुनेछ। जबसम्म मनमा क्रोधका विचारहरू छन् तबसम्म क्रोध कहिले हट्दैन। क्रोध यसलाई व्यवस्था गर्ने बित्तिकै छिट्टै हराउँछ। रिस भनेको भावना हो जसले तपाईँको मुखले भन्दा तपाईँको दिमागले छिटो काम गर्दछ। तिमीलाई आफ्नो क्रोधको दण्ड दिइने छैन, तिमीलाई आफ्नो क्रोधले नै सजाय दिनेछ। क्रोधित मानिसलाई मायाले चुप लगाउनुहोस्, दुष्ट स्वभावको मानिसलाई दयाले चुप लगाउनुहोस्, उदारताका साथ कन्जुसलाई चुप लगाउनुहोस्, झुट्टो बोल्नेलाई सत्यका साथ चुप लगाउनुहोस्। रिसाउनु भनेको अरूभन्दा आफू ढिलो हुनु हो, गल्तीले आफैलाई सजाय दिन्छ। रिसलाई पक्रिराख्नु भनेको तातो पानी कोइला कसैलाई फ्याँक्ने मनसायलाई समात्नु जस्तै हो, जल्ने तिमी नै हौ। क्रोध र आनन्दको स्वभाव खाली छ भन्ने थाहा पाएपछि र तपाईँले तिनीहरूलाई छोड्नुभयो भने तपाईँ आफैलाई कर्मबाट मुक्त गर्नुहुन्छ। आफ्नो रिसको व्याख्या गर्नुहोस्, व्यक्त नगर्नुहोस् र तपाईँ तुरुन्तै तर्कको सट्टा समाधानको बाटो खोज्नुहोस्। आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्, किनभने यो डी एङ्गरको एक अक्षर मात्र टाढा छ। क्रोधलाई गैर क्रोधले जित्नुहोस्, असफलताले खराबलाई जित्नुहोस्, विजयको अर्थ उदारतासँग, सत्यले बेइमानीलाई जित्नुहोस्। क्रोध रहित मानिस त्यो हो जो सबैभन्दा खुसी हुन्छ। यदि तपाईँले आफूलाई साँच्चै माया गर्नुहुन्छ भने तपाईँले अरूलाई चोट पुर्याउन सक्नुहुन्न। हजारौं लडाईँ जित्नुभन्दा आफूलाई जित्नु राम्रो हो, अवश्य पनि त्यसपछि जित तपाईँको हो। र अन्त्यमा बुद्धले दिनुभएको जीवन जिउँदा अत्यन्त आवश्यक पर्ने 6वटा महत्त्वपूर्ण गाइडलाइन्स, यसलाई जीवनमा लागू गर्ने प्रयास गर्नुहोस्। नम्बर 1, जब तपाईँ एक्लै हुनुहुन्छ आफ्नो विचारलाई कन्ट्रोलमा राख्नुहोस्। नम्बर 2, जब तपाईँ साथीहरूसँग हुनुहुन्छ आफ्नो जिब्रोलाई ध्यान दिनुहोस्। नम्बर 3, जब तपाईँ रिसाइरहनुहुन्छ आफ्नो स्वभावलाई ध्यान दिनुहोस्। नम्बर 4, जब तपाईँ समूहमा हुनुहुन्छ आफ्नो व्यवहारमा ध्यान दिनुहोस्। नम्बर 5, जब तपाईँ समस्यामा हुनुहुन्छ आफ्नो स्वभावलाई ध्यान दिनुहोस्। नम्बर 6, जब भगवानले तिमीलाई आशीर्वाद दिन थाल्नुहुन्छ तब आफ्नो अहङ्कारलाई ध्यान दिनुहोस्। र अन्त्यमा तपाईँ बुद्धको अनुयायी हुनुहुन्छ भने कमेन्टमा नमो बुद्ध लेख्नुहोला। धन्यवाद।